नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई। आज हामी यात्रा गर्दैछौँ नेपालको निकै चर्चित दाउन्ने सडक हुँदै। यदि तपाईँले केही वर्षअघि यो बाटोमा यात्रा गर्नुभएको छ भने त्यस बेलाको अवस्था पक्कै सम्झन सक्नुहुन्छ। एक समय यस्तो थियो, दाउन्नेको नाम सुन्नसाथ यात्रुहरू डराउने गर्थे। सडक धेरै ठाउँमा बिग्रिएको थियो, ठुलो ठुलो खाल्डाखुल्डी, धुलो हिलो र घन्टौँसम्मको ट्राफिक जाम सामान्य कुरा थियो। विशेष गरी वर्षायाममा सडक अझ जोखिमपूर्ण हुन्थ्यो। साना गाडी, बस, ट्रक सबैलाई निकै कठिनाइ हुन्थ्यो। कतिपय यात्रुहरूले त यो बाटो पार गर्न मात्र धेरै समय खर्च गर्नुपर्थ्यो। दाउन्ने सडक पूर्वी पश्चिम राजमार्गको अत्यन्तै महत्त्वपूर्ण खण्ड हो। नेपालका पूर्वी र पश्चिमी क्षेत्रलाई जोड्ने मुख्य मार्ग भएकाले दैनिक हजारौँ सवारी साधन यही बाटो हुँदै आवत जावत गर्छन्। त्यसैले यो सडक राम्रो हुनु देशकै यातायातका लागि धेरै महत्त्वपूर्ण विषय हो। अहिले भने यहाँ धेरै परिवर्तन देख्न सकिन्छ। सडकको स्तर उन्नति गरिएपछि धेरै भागमा आरसिसी ढलान तथा कालो पत्रे राम्रो भएको छ। पहिले जस्तो धेरै खाल्डाखुल्डी छैन, यता पनि धेरै सहज भएको छ। सवारी चलाउँदा पहिले भन्दा धेरै आराम महसुस हुन्छ। लामो यात्रामा निस्किएका यात्रुहरूका लागि यो ठुलो राहतको कुरा हो। दाउन्नेको अर्को विशेषता भनेको यसको प्राकृतिक सौन्दर्य हो। बाटोभरि हरियाली, जङ्गल, घुमाउरा मोड, उकालो, ओह्रालो र शान्त वातावरणले यात्रा अझ झन रमाइलो बनाउँछ। मौसम सफा भएको दिन यहाँबाट देखिने दृश्य निकै आकर्षक हुन्छ। त्यसैले धेरै मानिसहरू केही बेर रोकेर फोटो र भिडियो पनि खिच्ने गर्छन्। सडक धेरै सुधार भएको भए पनि केही स्थानमा निर्माण तथा मर्मतको काम अझै चलिरहेको हुन सक्छ। त्यसैले यात्रा गर्दा गति नियन्त्रणमा राख्नुहोस्, ट्राफिक नियमको पालना गर्नुहोस् र विशेष गरी राति तथा वर्षा समयमा अझ बढी सावधानी अपनाउनुहोस्। यदि तपाईँ पहिलो पटक दाउन्ने हुँदै यात्रा गर्दै हुनुहुन्छ भने यो सडकले तपाईँलाई नेपालको सुन्दर पहाडी भूभागको अनुभव पनि गराउनेछ। र यदि धेरै वर्षपछि फेरि आउँदै हुनुहुन्छ भने यहाँ भएको परिवर्तनले तपाईँलाई पक्कै पनि फरक अनुभव दिनेछ। तपाईँको दाउन्ने यात्राको अनुभव कस्तो छ? पहिलेको यात्रा धेरै कठिन थियो कि अहिले धेरै सहज भएको छ? आफ्नो अनुभव कमेन्टमा अवश्य लेख्नुहोस्। यस्तै नेपालका सडक तथा नयाँ ठाउँहरूको भिडियो हेर्न हाम्रो च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हस्त धन्यवाद।